नमस्ते। कहिले यस्तो खानाको बारेमा सोच्नु भएको छ जसले स्वाद मात्र होइन एउटा सिङ्गो समुदायको कथा पनि बोकेको होस्? आज हामी नेपालको तराईमा बसोबास गर्ने थारू समुदायको त्यस्तै एउटा अनुपम र जीवन्त पाककलाको यात्रामा छौं। हो, नेपाली खाना भन्ने बित्तिकै धेरैको दिमागमा मोमो नै आउँछ होइन त? तर आज हामी पिठोबाटै बन्ने एउटा यस्तो परिकारको खोजी गर्दैछौं जुन स्वादमा मात्रै होइन सांस्कृतिक महत्त्वमा पनि उत्तिकै धनी छ। तर यो ओझेलमा परेको पाक कलालाई बुझ्नुभन्दा पहिले यसलाई बनाउने समुदायलाई चिन्नु एकदमै जरुरी छ। आखिर को हुन् त उहाँहरू? उहाँहरू हुनुहुन्छ थारू समुदाय, जो शताब्दीौंदेखि नेपालको उर्वर तराईमा बस्दै आउनुभएको छ। उहाँहरूको हरेक परम्परा, हरेक रीतिरिवाज यही माटो र प्रकृतिसँग गहिरोसँग जोडिएको छ र यो सम्बन्ध उहाँहरूको खानामा पनि स्पष्ट देखिन्छ। नेपालको दक्षिणी समथर भूभाग, जसलाई हामी तराई भन्छौं, यही नै थारूहरूको घर हो। यहाँका नदी, खेत र जंगलले नै उहाँहरूको भान्सालाई चाहिने सामग्रीहरू दिन्छन्, जसले गर्दा उहाँहरूको खानामा एक मौलिक र स्थानीय स्वाद पाइन्छ। हो, अनि यही प्रकृतिबाट जन्मिएको एउटा विशेष परिकार हो ढिक्री। यो केवल एउटा खानेकुरा मात्रै होइन, यो त थारू संस्कृतिको मुटु हो, उहाँहरूको पहिचानको एउटा अभिन्न अङ्ग। त्यसो भए ढिक्री भनेको के हो त? कल्पना गर्नुहोस् त, चामलको मसिनो पिठोलाई बाफमा पकाएर तयार पारिएको एउटा नरम, हल्का परिकार। यसको आफ्नै स्वाद एकदमै सामान्य तर प्राकृतिक हुन्छ, जसले गर्दा यसलाई अरू स्वादिला परिकारहरूसँग मज्जाले खान मिल्छ। यसलाई बनाउने तरिका जति सरल छ त्यति नै अर्थपूर्ण पनि छ। चामलको पिठो मुछ्ने, हातैले विभिन्न आकार दिने अनि बाफमा पकाउने। तर यो प्रक्रियाको सबैभन्दा सुन्दर पक्ष के हो भने यो काम प्राय परिवार र समुदायका सदस्यहरू मिलेर गर्छन्। यही सहकार्यले त उनीहरूको सम्बन्धलाई अझ बलियो बनाउँछ। ढिक्रीको त्यो सामान्य स्वादलाई यस्तै विभिन्न परिकारहरूले पूर्णता दिन्छन्। पिरो दाल, तारेको माछा वा अमिलो चटनीसँग खाँदा यसको स्वाद झनै खुल्छ। वास्तवमा ढिक्री केवल पेट भर्ने माध्यम मात्रै होइन, यो त माघी पर्वको आत्मा हो, थारूहरूको नयाँ वर्ष। हरेक ढिक्रीले नयाँ सुरुवात, समुदायको एकता र आउने वर्षको समृद्धिको कथा भनिरहेको हुन्छ। ढिक्री जस्तै थारू भान्सामा अर्को एउटा यस्तो परिकार छ जसले धेरैलाई अचम्मित पार्न सक्छ। के एउटा यस्तै अनौठो स्वादको लागि तयार हुनुहुन्छ? यो हो घोङ्गी, अर्थात् पानीमा पाइने शङ्खे किरा। थारू समुदायले यसलाई आफ्नो धानखेतबाटै सङ्कलन गर्छन्। यो उनीहरूको प्रकृतिको गहिरो ज्ञान र उपलब्ध स्रोतलाई सम्मान गर्ने परम्पराको एक उत्कृष्ट उदाहरण हो। सुन्द अनौठो लाग्न सक्छ, तर यो परिकार विश्व प्रसिद्ध पनि छ। फ्रान्सको एस्कारगोट जस्तै घोङ्गी पनि शङ्खेकिराबाटै बन्छ। तर जहाँ एस्कारगोटलाई विलासी भोजन मानिन्छ, त्यही घोङ्गी चाहिँ थारू समुदायको माटोसँगको सम्बन्धको प्रतीक हो। र यो केवल स्वादमा मात्र होइन, पोषणमा पनि अब्बल छ। केही प्रकारका घोङ्गीमा त 72.9% प्रोटिन हुन्छ। यो त कुखुराको मासुमा पाइने प्रोटिनभन्दा झन्डै 3 गुणा बढी हो। यसले देखाउँछ कि परम्परागत ज्ञान कति वैज्ञानिक हुन सक्छ। घोङ्गी केवल स्वादको लागि मात्रै खाइँदैन। परम्परागत मान्यता अनुसार यसले मलेरियाबाट बचाउने, हड्डी बलियो बनाउने र पाचनमा मद्दत गर्ने विश्वास गरिन्छ। यो खाना र स्वास्थ्यबीचको गहिरो सम्बन्धको राम्रो उदाहरण हो। ढिक्री र घुङ्गी त केवल सुरुवात मात्र हुन्। थारूहरूको भान्सा त जमिनबाट आउने अनेकौं स्वादहरूले भरिपूर्ण छ। आउनुहोस्, केही अरू परिकारहरूतर्फ पनि लागौं। यहाँ केही उदाहरणहरू छन्। सिधारा, सुकेको माछा र कर्कलोबाट बनेको एक अचार जस्तो परिकार, जसको स्वाद निकै कडा र अद्वितीय हुन्छ। बक्का, जाडो महिनामा तातो बाफमा पकाएर खाइने नरम चामलको केक। र तेल्पो रोटी, विशेष अवसरमा बनाइने चामलको पिठोको कुरकुरे रोटी। हरेक परिकारले एक फरक कथा बोकेको छ। अहिलेसम्म हामीले विभिन्न परिकारहरूबारे कुरा गर्यौं। अब यी सबै परिकारहरूको पछाडि लुकेको गहिरो सांस्कृतिक अर्थलाई बुझ्ने प्रयास गरौं। आखिरमा हामीले के बुझ्नुपर्छ भने थारू खानकी केवल रेसिपीहरूको संग्रह होइन, यो त उहाँहरूको पहिचान, समुदाय र प्रकृतिसँगको गहिरो सम्बन्धको एक जीवन्त अभिव्यक्ति हो। समुदायकै एक सदस्य दीपिका चौधरीको यो भनाइले यसको महत्त्वलाई अझ स्पष्ट पार्छ। यो खानाले केवल पेट भर्दैन, यसले सम्बन्ध र परम्परालाई पनि जीवित राख्ने काम गर्छ।
त्यसोभए यो जीवन्त परम्पराको स्वाद हामी कसरी लिन सक्छौं र यसलाई भविष्यका लागि कसरी जोगाउन सकिन्छ होला? यदि कसैलाई यो अनुपम स्वादको अनुभव गर्न मन छ भने बर्दिया र चितवनका थारू होमस्टेहरू उत्तम गन्तव्य हुन सक्छन्। अथवा तराईका स्थानीय बजारहरूमा डुल्दा वा माघी पर्वको समयमा यात्रा गर्दा यसको वास्तविक स्वाद चाख्ने मौका मिल्न सक्छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जान चाहन्छु। आजको यो द्रुत गतिमा परिवर्तन भइरहेको विश्वमा हामीले थारू खाना जस्ता मौलिक परम्पराहरूलाई कसरी जीवित राख्न सक्छौं? यी स्वादहरूलाई भावी पुस्ताका लागि कसरी जोगाएर राख्ने? यो प्रश्नको जवाफ खोज्नु सायद हामी सबैको साझा जिम्मेवारी हो।